Hey guys, welcome in my channel सक्सेस सङ्गर। हेलो साथीहरू, तपाईँलाई मेरो युट्युब च्यानल सक्सेस सङ्गरमा धेरै स्वागत छ। आजबाट यस च्यानलमा लोकसेवा सम्बन्धित विभिन्न सामग्री एवं विषयवस्तुहरू यहाँहरू समक्ष पस्कने जमर्को गरेको छु। कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला भन्दै आउनुहोस् सँगै यात्रा गरौँ यो मिसन लोकसेवाको यात्रामा एकले अर्कालाई सहयोग गर्दै एवं सिक्दै सिकाउँदै अघि बढौँ। ओके लेट्स गो साथीहरू, आजको पहिलो भिडियो सुरुवात गरौँ 2081 सालका केही महत्त्वपूर्ण समसामयिक विषयवस्तुहरूको वस्तुगत वैकल्पिक प्रश्नोत्तरबाट। यो चाहिँ यस समसामयिक विषयवस्तुको भिडियोको पार्ट 1 हो र पार्ट 2 मा चाहिँ 2021 सालको बाँकी रहेका विषयवस्तु समसामयिक विषयवस्तु र 2082 सालका समसामयिक विषयवस्तुहरू ल्याएर आउने नै छु भन्ने भाषाको साथ आजको भिडियो सुरुवात गरौँ प्रश्न नम्बर 1 बाट। प्रश्न नम्बर 1 मा छ निर्मल पूर्जाद्वारा 8000 मिटरभन्दा अग्ला हिमालहरूको 44औं पटक सफल आरोहण कहिले गरियो भन्ने प्रश्नको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 वैशाख 1 गते आरोहण गरिएको रहेछ। प्रश्न नम्बर 2 मा छ पूर्व गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेद्वारा ठमेल र दरबार मार्ग 24 घण्टा व्यवसाय सञ्चालन हुने निर्णय कहिले गरियो त भन्दाखेरि यसको पनि सही उत्तर रहेको छ विक्रम सम्वत 2081 वैशाख 1 गते, यानि कि 2021 सालको नयाँ वर्षमा यी निर्णय गरिएको रहेछ। त्यसै प्रश्न नम्बर 3 मा छ नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको ब्रेकथ्रु कहिले गरियो। नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको ब्रेकथ्रु कहिले गरियो भन्ने प्रश्नको सही उत्तर रहेको छ 2021 साल वैशाख 3 गते वैशाख 3 गते गरिएको छ। त्यसै पर्सा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला कहिले घोषणा गरियो। पर्सा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला कहिले घोषणा गरियो भन्ने प्रश्नको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 वैशाख 3 गते घोषणा गरिएको थियो। त्यसै प्रश्न नम्बर 5 मा रहेको छ नयाँ महालेखा परीक्षकमा तोयम राय कहिले नियुक्त भए। यस प्रश्नको सही उत्तर रहेको छ विक्रम सम्वत 2021 साल वैशाख 6 गते। त्यसैगरी नेपाल गणतन्त्र कोरियाद्वारा जुगल 1 को आरोहण कहिले गरियो भन्छ। नेपाल गणतन्त्र कोरियाद्वारा जुगल 1 को आरोहण कहिले गरियो भन्दाखेरि यस प्रश्नको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 वैशाख 7 गते गरियो। त्यसैगरी नोब्री भ्यालीलाई अहिंसा उपत्यका घोषणा कहिले गरियो त भन्दाखेरि यस प्रश्नको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 वैशाख 9 गते नोब्री भ्यालीलाई अहिंसा उपत्यका घोषणा गरिएको थियो। त्यसैगरी प्रश्न नम्बर 8 मा रहेको छ सहयोगको नेपाली नोडमा नेपालको चुच्चे नक्सा राख्ने निर्णय कहिले गरियो त भन्दा यस प्रश्नको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 वैशाख 20 गते यो निर्णय गरिएको थियो। त्यसैगरी प्रश्न नम्बर 9 मा रहेको छ नेपालको पहिलो महिला सचिव चन्द्रकला किरणको निधन कहिले भयो। नेपालको पहिलो महिला सचिव चन्द्रकला किरणको निधन कहिले भयो भन्ने प्रश्नको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 वैशाख 20 गते नेपालको पहिलो महिला सचिव चन्द्रकला किरणको निधन भएको थियो। त्यसैगरी प्रश्न नम्बर 10 मा रहेको छ बागमती प्रदेशको कामकाजको भाषाको रूपमा तामाङ र नेपाल भाषालाई कहिले घोषणा गरियो त भन्ने प्रश्नको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 वैशाख 13 गते तामाङ र नेपाल भाषालाई बागमती प्रदेशको कामकाजको भाषाको रूपमा घोषणा गरिएको थियो। र साथीहरूलाई एउटा कुरा जानकारी गराउन चाहे, यस प्रश्न चाहिँ आउँदै गरेको बागमती 5औँको परीक्षामा एकदमै महत्त्वपूर्ण हुन सक्छ जस्तो लाग्छ मलाई। हेरौँ के हुन्छ। त्यसै प्रश्न नम्बर 11 मा रहेको छ कतारको राजा शेख तमिम बिन हमाद अल थानी नेपालमा कहिले आए त भन्ने प्रश्नको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 वैशाख 11 गते। त्यसैगरी प्रश्न नम्बर 12 मा रहेको छ कामी रिता शेर्पाद्वारा 29औं चोटि सगरमाथाको सफल आरोहण कहिले गरियो त भन्दा यस प्रश्नको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 वैशाख 30 मा कामी रिताद्वारा 29औं पटक सगरमाथाको सफल आरोहण गरिएको थियो। त्यसैगरी कामी रिताद्वारा नै सगरमाथाको 30औं चोटि सफल आरोहण कहिले गरियो त
29औं चोटि चाहिँ विक्रम सम्वत 2081 वैशाख 30 गते रहेछ हेर्नु साथीहरू। त्यसैगरी 30औं पटक चाहिँ विक्रम सम्वत 2081 जेठ 9 गते आरम्भ गरेका रहेछन्। त्यसैगरी प्रश्न नम्बर 14 मा रहेको छ आर्थिक वर्ष 2081-82 को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले कहिले पेश गरे भन्ने प्रश्नको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 जेठ 1 गते घोषणा गरे। त्यसैगरी 2000 अहिले 82 सालको नीति तथा कार्यक्रम चाहिँ अस्ति वैशाख 19 गते घोषणा गर्नुभएको थियो भन्ने कुरा पनि हजुरलाई जानकारी गराउन चाहे। त्यसैगरी प्रश्न नम्बर 15 मा रहेको छ सशस्त्र प्रहरी बल नेपालको प्रतिनिधित्व गर्दै सुरज पौडेल सशस्त्र प्रहरीका महानिरीक्षकद्वारा सगरमाथाको आरोहण कहिले गरियो त भन्दाखेरि विक्रम सम्वत 2081 जेठ 7 गते गरिएको रहेछ। त्यसैगरी प्रश्न नम्बर 16 मा रहेको छ सगरमाथाको सबैभन्दा छिटो आरोहण गर्ने महिला कुन हुन् त सगरमाथाको सबैभन्दा छिटो आरोहण गर्ने महिला को हुन् त भन्दाखेरि यस प्रश्नको सही उत्तर रहेको छ फुन्जो लामा हुन्। उनले विक्रम सम्वत 2081 जेठ 10 गते आरोहण गरेकी थिइन् र उनले सबैभन्दा छिटो सगरमाथाको आरोहण गर्ने महिला आरोहीको नाममा कीर्तिमान रचेकी छिन्। उनले 14 घण्टा 31 मिनटमा नै सगरमाथाको सफल आरोहण गरी यो कीर्तिमान कायम गर्न सफल भएकी हुन्। त्यसरी प्रश्न नम्बर 17 मा रहेको छ नेपालको साइबर सुरक्षा केन्द्रको स्थापना कहिले भयो अरे भन्दाखेरि यस प्रश्नको सही उत्तर रहेको छ 2081 जेठ 10 गते भयो। त्यसैगरी प्रश्न नम्बर 18 मा रहेको छ तनहुँ स्थित बन्दीपुर केबल कार व्यावसायिक रूपमा कहिले सञ्चालनमा आयो त भन्दाखेरि यस प्रश्नको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 जेठ 31 गते तनहुँ स्थित बन्दीपुर केबल कार व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो। त्यसैगरी 19 यानि कि प्रश्न नम्बर 19 मा रहेको छ करण परिवारद्वारा नेपाल आइडलमा कहिले विजय गरियो त अथवा करण परिवार नेपाल आइडलमा कहिले विजय भए भन्दाखेरिमा यस प्रश्नको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 असार 8 गते करण परिवारले नेपाल आइडलमा विजय हासिल गरेका थिए। 20 नम्बर प्रश्न नम्बर 20 मा रहेको छ मुगलिन नारायणगढको सिमलतालमा दुर्घटना कहिले भयो भन्ने प्रश्नको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 असार 28 गते भएको थियो। त्यसैगरी प्रश्न नम्बर 21 मा छ केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीको रूपमा कहिले नियुक्त भए त भन्दा उहाँ चाहिँ विक्रम सम्वत 2081 असार 30 गते आफ्नो चौथो कार्यकालको रूपमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो भने त्यसैगरी उहाँले चाहिँ 2021 साल श्रावण 6 गतेतिर उहाँले चाहिँ विश्वासको मत दिनुभएको थियो। अब लागौँ अर्को प्रश्नतर्फ। अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 22। प्रश्न नम्बर 22 मा रहेको छ सौर्य इयरको विमान दुर्घटना कहिले भयो त भन्ने प्रश्नको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 श्रावण 9 गते सौर्य इयरको विमान दुर्घटनामा परेको थियो। त्यसै प्रश्न नम्बर 22 23 सरी अलिकति मिस्टेक भएको रहेछ। प्रश्न नम्बर 22 मा रहेको छ 28औं मिस नेपालको रूपमा आस्मा कुमारी केसी कहिले भइन् भन्दाखेरिमा विक्रम सम्वत 2081 श्रावण 19 गते उहाँ चाहिँ 28औं मिस नेपालको रूपमा चुनिनु भएको छ। 23 मा प्रश्न नम्बर 23 मा रहेको छ सुलुखुम्बुको थामीमा बाढी कहिले आयो अरे भन्दाखेरि यसको प्रश्नको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 श्रावण 32। त्यसैगरी प्रश्न नम्बर 24 मा रहेको छ इतिहासकार प्राध्यापक तुलसीराम वैद्यको निधन कहिले भयो अरे इतिहासकार प्राध्यापक तुलसीराम वैद्यको निधन कहिले भयो भन्ने प्रश्नको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 श्रावण 2 गते उहाँको मृत्यु भएको रहेछ। त्यसैगरी प्रश्न नम्बर 25 मा रहेको छ नेपालमा टिकटक कहिले खुल्यो भन्दा विक्रम सम्वत 2081 भदौ 6 गते नेपालमा टिकटक खुलेको रहेछ। त्यसैगरी 26 यानि कि प्रश्न नम्बर 26 मा रहेको छ भारतीय उद्योगपति रतन टाटाको मृत्यु कहिले भयो त भन्दा उहाँको मृत्यु भएको 2024 अक्टोबर 9 मा भएको थियो। त्यसैगरी प्रश्न नम्बर 27 मा रहेको छ भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको मृत्यु कहिले भयो त भन्दाखेरिमा यस प्रश्नको सही उत्तर रहेको छ 2024 डिसेम्बर 26 मा उहाँको मृत्यु भएको थियो। त्यसैगरी प्रश्न नम्बर 28 मा रहेको छ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन कहिले भएको थियो
यस प्रश्नको सही उत्तर रहेको छ विक्रम सम्वत 2080 असार 6 गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको थियो। त्यसै गरी प्रश्न नम्बर 29 मा रहेको छ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन कहिले गरिएको थियो भन्दा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरियो 2079 जेष्ठ 2 गते गरिएको थियो। प्रश्न नम्बर 30 मा रहेको छ नेपालको भजन शिरोमणि यो नामले प्रख्यात भक्तराज आचार्यको निधन कहिले भयो त भन्दा यस प्रश्नको सही उत्तर रहेको छ विक्रम सम्वत 2080 फागुन 14 गते उहाँको निधन भएको थियो। त्यसै गरी प्रश्न नम्बर 31 मा रहेको छ गजलकार प्रकट पङ्गनीको मृत्यु कहिले भयो त भन्दा विक्रम सम्वत 2081 वैशाख 4 गते। आजको अर्थात् यस भिडियो यानिको अन्तिम प्रश्न यही रहेको थियो। प्रश्न नम्बर 31 रहेको थियो। यस प्रश्न नम्बर 31 के छ त भन्दाखेरि यसलाई पुनः दोहोऱ्याउन चाहे साथीहरू गजलकार प्रकट पङ्गनीको मृत्यु कहिले भएको थियो त भन्दाखेरि यस प्रश्नको विक्रम सम्वत 2081 वैशाख 4 गते भएको थियो। भन्दै आजको भिडियोलाई अहिलेसम्म स्किप नगरिकन हेरिदिनु भएकोमा यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धेरै धेरै धन्यवाद छ। र यस भिडियो हेर्दाखेरि तपाईँलाई कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। यो चाहिँ मेरो पहिलो भिडियो हो। मैले के कस्तो गरेको छु, के गर्नुपर्ने छ, केमा सुधार गर्नुपर्ने छ, कस्तो छ भन्ने कुराहरूमा कृपया प्रतिक्रियाहरू दिनुहोला। हजुरहरूको प्रतिक्रिया सुझाव सल्लाह अनुसार मैले आगामी भिडियोहरूमा चाहिँ सुधार गर्नेछु। र यो चाहिँ 2021 सालको समसामयिक विषयवस्तुको चाहिँ पार्ट 1 भिडियो हो र अर्को पार्ट 2 भिडियो लिएर हजुरहरू समक्ष आउने नै छु भन्ने बाचाका साथ बिदा हुन्छु। हस्त नमस्ते।